तव कथामृतं तप्तजीवनं कविभिरीडितं कल्मषापहं श्रवणमङ्गलं श्रीमदाततं भुवि गृह्णन्ति ये भूरिदा जनाः। श्री रामकृष्ण लीला प्रसंग भाग 1 मधुर भाव का सार तत्व यो पढ्दैछौँ है। यसमा हामीले शान्त आदि पंचभाव तथा उनकी साध्य वस्तु ईश्वर पढिसक्यौं। शान्त आदि पंचभावों का स्वरूप जीव को वे किस प्रकार से उन्नत बनाते हैं पढेको होइन, अस्ति पढियो होइन। प्रेम ही भाव साधना का उपाय है। अर्को पैराग्राफ, तथा ईश्वर का साकार रूप ही उसका अवलंबन है। यो पंचभाव युक्त जुन साधना हुन्छ, 5 किसिमको भावद्वारा भाव साधना, शान्त, दास्य, सख्य, वात्सल्य, मधुर, यो 5 किसिमको, यो हामीभित्र अलरेडी भएको भाव हो। हामीसित अलरेडी छ यो भावहरू। त्यही भावलाई नेगेटिभ अथवा नकारात्मक दिशामा नलगेर ईश्वरतिर मोडिदिने, त्यसको मोड ईश्वरतिर फर्काउने, त्यो हो यो पंचभावको। अलरेडी हामीसित भित्र जे छ त्यसलाई कसरी ईश्वरमुखी बनाउने, कसरी ईश्वरसँग त्यो इमोसन, भाव भनेको वास्तवमै इमोसनै हो। तर सांसारिक इमोसन हुँदाखेरि चाहिँ अत्यन्तै ग्रस लेभलमा हुन्छ, त्यसको नेगेटिभ असर हुन सक्छ। तर त्यही इमोसनलाई यदि ईश्वरमुखी बनायो र ईश्वरसित सम्बन्ध जोड्नलाई त्यो इमोसनलाई प्रयोग गरियो भने त्यसैले ईश्वर प्राप्त हुन सक्छ, भगवान। त्यो हो भाव भनेको। शान्त, दास्य आदि पंचभावों को इस प्रकार ईश्वर के प्रति प्रयोग करने की शिक्षा जीव को एक ही समय में अथवा किसी एक ही व्यक्ति के द्वारा प्राप्त नहीं हुई है। यो पनि हामीले सायद पढिसक्यौं, त्यही पनि यसो पढौँ है। युग युगान्तर के विभिन्न महापुरुषों ने इस संसार में जन्म लेकर उनमें से किसी 1, 2 या उससे भी अधिक भावों की सहायता से ईश्वर प्राप्ति के निमित्त स्वयं प्रयत्नशील हो प्रेम पूर्वक उन्हें अपनाकर उनके प्रति तदनुरूप आचरण करने की शिक्षा दी है। उन आचार्यों के अलौकिक जीवन की मीमांसा करने पर यह स्पष्ट प्रतीत होता है कि प्रेम ही भाव साधना के मूल में विद्यमान है तथा ईश्वर के उन्नत या अनुन्नत साकार रूप के प्रति ही वह प्रेम सदा प्रयुक्त होता है। क्योंकि यह देखने में आता है कि मानव जब तक अद्वैत भाव की उपलब्धि नहीं कर पाता है तब तक वह ईश्वर के किसी न किसी ससीम साकार रूप की ही कल्पना व उपलब्धि करने में समर्थ होता है। ईश्वर को निर्गुण निराकार रूपमा पनि कल्पना गर्न सकिन्छ। भगवानलाई निर्गुण निराकार, निर्गुण निराकार को लाई त प्रार्थना गर्न सकिँदैन, केवल अनुभूतिको विषय हुन्छ। त्यससँग
त्यो स्वरूपमा लीन हुनु नै निर्गुण निराकार जुन ईश्वर निर्गुण निराकार त्यसको साधना गर्नु भनेको त्यसमा लीन हुनु, त्यसको आस्वादन गर्नु होइन, चिनी नै बन्नु। निर्गुण निराकार साधना भनेको चिनी बन्नु, चिनी चाख्नु होइन। तर भक्त चिनी बन्न चाहँदैन, चिनी चाख्न चाहन्छ भन्ने कुरा भयो नि त। त्यसले गर्दा अब यो चाहिँ सगुण ईश्वरको उपासना हो। यो जति पनि प्रार्थना गर्नु, यो भावको जुन पूजा हुन्छ त्यो सगुण ईश्वरको हो प्रार्थना। अझै सगुण ईश्वरमा पनि सगुण ईश्वरको प्रार्थनामा चाहिँ शान्त भाव भन्दा बढी अवलम्बन गर्न सकिँदैन, भनेको त्यसमा भावको इन्टेन्सिटी त्यति हुँदैन, किनभने डाइरेक्ट रिलेसन राख्न सकिँदैन नि त। जस्तो इस्लाममा सगुण ईश्वरको उपासना हो, सगुण निराकार। निराकार हुन त मूर्ति पूजा गर्दैनन् नि, तर प्रार्थना गर्छन्। प्रार्थना गर्ने भनेको चाहिँ सगुण ईश्वरको प्रार्थना, त्यो हो। तर यदि यो पञ्चभावलाई अरू दास्य, सख्य, वात्सल्य अनि मधुर भावको उपासनाको लागि त केवल शान्त भावले मात्रै भएन। त्यसको लागि साकार, त्यसको लागि चाहिँ अब के भन्दा ईश्वरको सगुण निराकारमा मात्रै काम चलेन नि त। सगुण निराकार ईश्वरको साधना गरेर अनि सगुण निराकारबाट निर्गुण निराकारमा पनि सुफीहरूको त्यो देखिन्छ। सुफीहरू त सगुण ईश्वरको प्रार्थना गरेर अद्वैत भावमा पुगेको त्यो देखिन्छ नि त सुफीहरूमा। तर सुफी धर्मभित्र हिन्दू धर्ममा जस्तो राधाकृष्णको भाव त देखिँदैन। त्यहाँभित्र वात्सल्य भाव, मधुर भाव, सख्य भाव इत्यादि त देखिँदैन। त्यसको लागि त साकार ईश्वरकै उपासना गर्नु पर्यो। त्यसकारणले यो जुन भावको कुरा आउँछ त्यहाँ चाहिँ मुख्य रूपमा शान्त भाव, ऋषिहरूको पनि शान्त भाव नै थियो ईश्वर सम्बन्धी धारणामा। तर यो दास्य, सख्य यी भावहरूद्वारा ईश्वरको उपासना गर्नु पर्यो भने सगुण साकार ईश्वरकै उपासना गर्नुपर्छ। विभिन्न रूपले गर्न सकिन्छ। अनि त्यसमा अर्को के छ भने अब यो उन्नत या अनुन्नत साकार रूप के प्रति ही प्रेम सदा प्रयुक्त होता है भनेको मेरो कुन किसिमको इभोल्युसन छ त्यही अनुसार मेरो ईश्वर प्रतिको धारणा पनि हुन्छ। र त्यही धारणामा कुनै एउटा भावलाई अवलम्बन गरेर बिस्तारै त्यसको हामी चाहिँ पराकाष्ठमा पनि पुग्छ। त्यही साकार रूपको साकार, सगुण साकार रूपको उपासना गर्दा गर्दै गर्दा गर्दै सगुण निराकार हुँदै निर्गुण निराकारमा पनि फेरि पुग्न सकिन्छ। तर के हो भने सुरुमा त पञ्चभावको माध्यमबाट साधना गर्दाखेरि सगुण साकारकै, किनभने सम्बन्ध बनाउने हो नि त। जसलाई देख्दै देख्न सक्दिन, जसको रूपको कल्पना गर्न सक्दिन हैन, जुन ईश्वरको धारणा गर्न नै कठिन छ, त्यो ईश्वरको साधना कसरी गर्ने यदि सगुण साकार बिना गर्न सकिँदैन। पञ्चभावको अवलम्बन गरेर गर्न सकिँदैन। तर पछि देखने में आता है कि मानव जब तक तर त्यसैबाट अद्वैत भावमा पनि सगुण साकारबाट सगुण निराकार हुँदै अनि निर्गुण निराकारमा पनि पुग्न सक्छ। अद्वैत भाव भक्तिद्वारा पनि आउन सक्छ। किन?
भन्दाखेरि मधुर भावमा त राधा र कृष्णको जुन प्रेमको जुन कथा छ त्यसमा राधाले मनै कृष्ण हो त्यो अनुभूति त गर्नुभएको हो नि त। भनेको ईश्वरसित एकाकार त्यो अनुभूति हुन्छ कि, अनि त्यो निर्गुण निराकारमा नै पुग्न सक्छ। त्यो हो प्रेम के द्वारा ऐश्वर्य ज्ञान का लोभ तथा उसी में समस्त भावों का परिमाण निरूपण। अब अर्को के छ भने सुरुमा भगवान भनेको चाहिँ जो एकदमै ऐश्वर्यमय भनेको सर्वशक्तिमान, जसमा सृष्टि स्थिति हैन प्रलय गर्न सक्ने शक्ति छ, जो चाहिँ अझै झन् सगुण रूपमा हेर्दाखेरि चार भुजा शङ्ख चक्र गदा पद्म अरू पनि विभिन्न कुराहरू देखिन्छ त्यसमा। सबै जति उत्तम एड्जेक्टिभहरूले परिपूर्ण पुरै सबै ऐश्वर्य छ भनेको कुनै कुराको कमी। हामीले संसारमा जुन सबभन्दा उत्तम कुराहरू भनेर सोच्छौँ नि हैन, एउटा राजा कस्तो हुन सक्छ, एकदमै शक्तिशाली, जे पनि गर्न सक्ने, त्यस्तो खालको जति पनि हामीले त्यो शक्तिको कल्पना गर्न सक्छौँ त्यो सबै भगवानमा छ। त्यो बिना त्यो भगवानमा त्यसरी कल्पना गरिन्छ। तर जब निर्गुण निराकारमा त ऐश्वर्यको कुरा आउँदैन। अब यो जब हामीले चाहिँ भगवानको साधना गर्छौं त्यतिखेर के हुन्छ, प्रेम के स्वभाव की पर्यालोचना से यह स्पष्ट जाना जाता है कि वह दोनों प्रेमिकों के ऐश्वर्य ज्ञान मूलक भेद की उपलब्धि को क्रमशः दूर कर देता है। डिस्टेन्स रहँदैन नि त हैन। प्रेममा जस्तो कुनै अफिसमा बस्दाखेरि के हुन्छ, उसको कति प्रोटोकलहरू हुन्छ, तर त्यही अफिसर घरमा आयो कसैको बाबा हो भने त्यहाँ प्रोटोकल लागू हुन्छ, छोराछोरीको बीचमा हुँदैन नि। भनेको जति घनिष्ठ सम्बन्ध हुन्छ त्यो प्रोटोकल अथवा त्यो ऐश्वर्य त्यो शक्तिको त्यो यहाँ त्यो लागू हुँदैन के है। राजालाई बाहिर निस्किन पर्यो भने चारैतिर सैनिकहरूले घेरेको हुन्छन् नि त। तर आफ्नै छोराछोरीको बीचमा जब त्यो इन्फर्मल रिलेसनभित्र हुन्छ तब त त्यो सबै सैनिकको कुरा आउँदैन नि त। भनेको त्यो ऐश्वर्य घट्दै जान्छ, प्रेम जति बढ्दै जान्छ त्यो ऐश्वर्य घट्दै जान्छ। भगवानको त के भन्यो, षड ऐश्वर्य, 6 किसिमको ऐश्वर्य हुन्छ भन्छन् भगवानको। उत्पत्ति विष्णु पुराणमा छ, विष्णु सहस्रनामको विष्णु पुराणमा त्यहाँ उल्लेख छ। प्रेम के स्वभाव की पर्यालोचना से यह स्पष्ट जाना जाता है कि वह दोनों प्रेमिकों के ऐश्वर्य ज्ञान मूलक भेद की उपलब्धि को क्रमशः दूर कर देता है। भाव साधना में तत्पर साधकों के हृदय से धीरे धीरे वह ईश्वर के असीम ऐश्वर्य ज्ञान को तिरोहित कर उन्हें उनके भावनानुरूप प्रेमास्पद मात्र के रूप में ईश्वर की धारणा करने के लिए नियुक्त करता है। अतः यह देखा जाता है कि उक्त मार्ग के साधक प्रेम के द्वारा ईश्वर को पूर्णतया अपना समझकर उनके प्रति प्रेम पूर्ण हठ, अनुरोध, मान तथा तिरस्कार आदि करने में किंचित मात्र भी नहीं हिचकते। साधकों के लिए ईश्वर के ऐश्वर्य ज्ञान को विस्मृत कराकर केवल उनके प्रेम तथा माधुर्य की उपलब्धि कराने में पूर्वोक्त पंचभावों में से जो भाव जितना समर्थ है उस मार्ग में उस भाव को उतना ही श्रेष्ठ माना जाता है। जति भगवानको ऐश्वर्य घटाउँदै जान्छ, जुन भावले जति धेरै ऐश्वर्य घटाउँदै जान्छ त्यो त्यति श्रेष्ठ मानिन्छ।
तदनुरूप तदनुसार शांत आदि पंचभावों के तारतम्य का निर्णय कर भक्ति मार्ग के आचार्यों ने मधुर भाव को सर्वोच्च स्थान प्रदान किया है, किंतु उनमें से प्रत्येक भाव ही साधकों को ईश्वर साक्षात्कार कराने में समर्थ है। र प्रत्येक भावले नै ईश्वर साक्षात्कार गराउन सक्छ, तर आस्वादन कति गर्ने भन्ने कुरा हो के। इस बात को सभी आचार्यों ने मुक्त कंठ से स्वीकार किया। कुनै पनि एउटा भाव अवलम्बन गरेर भगवत प्राप्ति गर्न सकिन्छ, हैन। अब शान्त भावमा भगवान पुरै सम्पूर्ण ऐश्वर्यमय, हैन, चाहे त्यो सगुण निराकार होस् या सगुण साकार होस्, शान्त भावको ईश्वर मभन्दा टाढा हुनुहुन्छ। मैले प्रार्थना गर्न सक्छु, भगवानलाई मैले सर्वशक्तिमान भन्छु, दयामय भन्छु। के जस्तो दक्षिणेश्वरमा केही भक्तहरू विशेष गरेर सिखहरू आएका थिए, उनीहरूले भने ईश्वर दयामय हुनुहुन्छ। त्यो शान्त भावको कुरा हो। अनि ठाकुरले के भन्नुभयो भने ठिक छ यो भाव, तर म ईश्वरलाई दयामय किन भनौँ? उहाँ त मेरो अति निकट हो, उहाँसित त मेरो जोड पनि चल्छ, मैले त्यो जोड गर्न सक्छु, हैन। त्यो भनेर ठाकुरले भन्नुभयो। त्यही भएर ईश्वरलाई दयामय किन भन्ने भनेको शान्त भावमा मात्रै रहने भने त ठिक छ, दयामय भन्नु पर्यो, मर्सीफुल भन्नु पर्यो। पर जब भावको घनिष्ठता बढ्छ तब दयामय भन्न पर्ने कुरै हो। त्यो त मेरो भगवान त मेरो माता हो, पिता हो, हैन। मैले त जे पनि मैले त भगवानलाई जोड जबरजस्ती पनि गर्न मिल्छ, मलाई दिनुस् भनेर जोड जबरजस्ती, जसरी आमासित जोड जबरजस्ती गरिन्छ त्यसरी नै जोड जबरजस्ती गरेर आफूलाई चाहिएको वस्तु प्राप्त पनि गर्न सकिन्छ, त्यो भावको गहिराइमा पुगेपछि। त्यो भावको गहिराइमा नपुगिकन चाहिँ हुँदैन, भावको गहिराइमा पुग्नु पर्यो। शान्त भावमा ईश्वर ऐश्वर्यमय, षड्ऐश्वर्यमय, सगुण साकार होस् या सगुण निराकार होस्। सगुण निराकार हो भने चाहिँ सर्वशक्तिमान, सर्वज्ञ, यो सबै कुराहरू त्यसमा लागू हुन्छ। तर शान्त दास्य भावमा म अलिकति नजिक, एउटा राजा, देशको एउटा राजासित तुलना गर्यो भने साधारण जनताको लागि राजा त उसको पहुँचबाट अलि टाढै हुन्छ, कहिलेकाहीँ यसो झलक्क देख्न पाइन्छ, तर राजालाई डाइरेक्ट उसले भेट गरेर केही भन्न सक्दैन। अनि राजाको कल्पना कस्तो हुन्छ भने जहिले पनि 10 वटा सिपाही ले घेरिएको, नजिक जान नसकिने, तर राजा चाहिँ करुणामय, मर्सीफुल भन्ने त हुन्छ नि त। जब राम्रो राजा हो भने एउटा राम्रो राजाको कल्पना त्यसरी गरिन्छ, जनताको दुःख बुझ्ने, जनतालाई हेर्ने भन्ने त्यसरी बुझिन्छ नि त। भगवानको पनि झन्डै झन्डै त्यस्तै खालको धारणा शान्त भावमा, भनेको एउटा प्रजा छ, उसको राजासित डाइरेक्ट पहुँच छैन। शान्त भावको कुरा गर्दैछु। शान्त भावमा डाइरेक्ट पहुँच छैन राजाको उसमा, उसले राजालाई चाहिँ करुणा दयामय भन्ने, उसले चाहिँ मर्सीफुल राजा चाहिँ सबै प्रजाप्रति सन्तान भाव अथवा त्यसरी दयाको भाव राख्छन्, सन्तानलाई दुःख दिँदैनन्, परेको बेलामा रक्षा गर्छन् भन्ने त्यो राजाको वास्तवमा कल्पना नै त्यही हो नि त, सबैको रक्षा गर्ने। त्यो तरिकाले साधारण जनताले राजालाई त्यसरी हेर्छ, उसको नजिक एप्रोच हुने तरिकाले, अथवा राजाको अगाडि गएर जे पाए त्यही फ्याटफुट त बोल्दैन नि त, अलि टाढै उभिन्छ। राजा बाटोबाट गएको छन् भने पनि अलि टाढैबाट श्रद्धाको भाव लिएर हात जोडेर उभिएला। त्यो भनेको चाहिँ शान्त भावमा पनि ईश्वरसित झन्डै त्यस्तै किसिमको सम्बन्ध हुन्छ। तर मानिलियो राजाको घरमै काम गर्ने एउटा नोकर छ, नाई होला, हैन, गर्ने कपाल सपाल काट्दिने नाई होला, या किचनमा काम गर्ने, या खाना भातहरू पस्किने ऊ होला, त्यो होला। अब त्यो त दास हो नि त, राजाको त सर्भेन्ट हो।
अब उसको के हुन्छ भने हुन त उसलाई थाहा छ राजा त मभन्दा कता हो मेरो नर्ने त उति पनि होइन तर उसको एउटा अलिकति क्लोजनेस त हुन्छ नि त राजासित डाइरेक्ट कुरा गर्न सक्छ परेको खण्डमा आफ्नो दुःख उसलाई कुनै सचिवको माध्यमबाट भन्न परेन नि डाइरेक्टली भन्न सक्छ नि त राजालाई उसले मलाई यस्तो समस्या भयो राजासित ऊ दास्य भावमा भए पनि जहिले पनि मुनिको आसनमा बसे पनि तर उसले डाइरेक्टली राजालाई भन्न सक्छ राजाको नजिक हुन्छ ऊ अनि राजासित एउटा एक किसिमको उसको मानिलिउँ एउटा इमोसन पनि जोडिएको हुन्छ राजाले दुःख नहोस् केही भनेर कहिलेकाहीँ आफ्नो बारीमा फलेको चिज लगेर दिन पनि सक्छ उसले त्यो प्रेमले दिएको कुरा भनेर राजाले स्वीकार पनि गर्न सक्लान् राजासित कुनै कुराको कमी छैन तर ऊ त्यही राजाकै महलमा काम गर्छ आफ्नो बारीमा उम्रेको एउटा सानो फर्सी लगेर राजालाई दिँदाखेरि राजाले बा कति राम्रो राख भनेर उसलाई पनि एउटा एन्करेज पनि गर्लान् होइन भनेको मतलब त्यो दास्य भाव भगवानसँग त्यस्तै खालको हुन्छ भनेको भगवानसँग अलिकति निकटता बोध गरिन्छ तर दास्य भावद्वारा जस्तो हनुमानको रामचन्द्रजीसँग जुन सम्बन्ध थियो त्यो दास्य भावको सम्बन्ध हो त्यसमा हामीले चढाउँछौँ भगवानलाई होइन भगवानले हामीले जस्तै भए पनि भगवानलाई चढाएपछि भगवानले ग्रहण गर्नुहुन्छ भन्ने पनि हुन्छ एउटा इमोसन हुन्छ खालि रिचुअलिस्टिक पूजामा सीमित हुँदैन शान्त भावको पूजा एक किसिमले रिचुअलिस्टिक पूजा मात्रै हुन्छ होइन शान्त भावको पूजा किनभने त्यहाँ भावको गहिराई त्यति हुँदैन तर दास्य भावको पूजा केवल रिचुअलिस्टिक पूजा भन्दा अलिकति घनिष्ठता त्यसमा हुन्छ त्यसमा रिचुअललाई अलिकति रिचुअल भन्दा अलिकति माथि पुगेर भाव त्यहाँ जोडिन्छ होइन भगवानलाई जाडो भयो कि भन्ने पनि हुन्छ रिचुअलिस्टिक मात्रै पूजामा त भगवानलाई सर्वशक्तिमान उसले बुझेको छ षड ऐश्वर्यमय त्यही भएर रिचुअल मात्रै उसले गर्छ तर भगवानलाई पनि ऊ हुन्छ कि जाडोमा जाडो लाग्छ कि भनेर त्यो तरिकाले चाहिँ उसले हेर्दैन त्यो हो दास्य भावमा चाहिँ रिचुअल भन्दा अलिकति माथि पुग्छ तर त्यो एउटा दूरी चाहिँ कायम नै रहन्छ तर ऐश्वर्य अलिकति घट्यो नि त किनभने उसलाई प्रोटोकल पनि त्यति आर्मीको बिचमा आर्मी छ टाढाबाट हेर्न परेन नि त राजाको एकदम नजिक गएर पस्केर खुवाउन पनि सक्छ या ऊ हो भने नाइ हो भने कपालहरू सबै बनाइदिन पनि सक्छ त्यो हो कुरा बुझ्यौ नि अनि त्यसपछि भयो सख्य भनेको चाहिँ साथी इक्वालिटीको भाव हुन्छ जस्तो अर्जुनको भगवान श्री कृष्णसित सख्य भाव थियो त्यसमा त्यो डर पनि हुँदैन र ऐश्वर्य अझै घटेर जान्छ र अझै नजिकको किनभने जुन दास्य भावमा त भगवानसँग इक्वेल त हुन सकेन नि त राजा सख्य भावमा इक्वालिटीको भाव हुन्छ त्यो अर्जुनको या सुदामाको कृष्णसँग त्यस्तो किसिमको त्यसपछि त्यो भाव हो त्यसमा इक्वालिटीको भाव हुन्छ त्यो भाव अझै गहिरो भयो सख्य भावमा डाइरेक्ट कुरा गर्न सक्यो दुईटा कुरा भन्न पनि सक्यो उस्तै पर्यो भने तँतको पनि सम्बन्ध हुन सक्ला होइन किनभने साथीको भाव हो त्यो त्यसमा कुनै अलिकति डिस्टेन्स अझै घट्दै जान्छ र त्यो ऐश्वर्य पनि घट्दै जान्छ त्यो अझै गहिरो भाव भयो त्योभन्दा अझै गहिरो भाव के हो भन्दाखेरि वात्सल्य भाव हो वात्सल्य भावमा त इक्वालिटी होइन शान्त भावमा भगवान ठुलो आफू सानो दास्य भावमा पनि भगवान ठुलो आफू सानो सख्य भावमा बराबर वात्सल्य भावमा भक्त ठुलो भगवान सानो भनेको उसको अब कुनै ऐश्वर्य छैन मैले पाइन भने कृष्णले भोकै रहन्छ भन्ने माया यशोदाको फिलिङ हुने भयो त्यस्तो खालको फिलिङ होइन त्यस्तो हुन्छ त्यो चाहिँ वात्सल्य भावमा भनेको भगवान सानो बन्नुहुन्छ भक्त ठुलो बन्छ भक्त अभिभावक बन्छ भगवानको सेवा गर्छ त्यसरी के सब
कुराहरूको ख्याल जसरी एउटा आमाले एउटा सानो बच्चा आफ्नो छोरा सानो सन्तान तर 5 वर्षको जुन सन्तान हुन्छ त्यसको कसरी केयर गर्छन् त्यही किसिमको सम्बन्ध भनेको भाव अझै गहिरियो ऐश्वर्य सिद्ध्य यहाँ अब कुनै ऐश्वर्य छैन एक किसिमले सख्य भावमा पनि ऐश्वर्य लगभग छैन त्यही पनि अलिअलि हुन सक्ला वात्सल्य भावमा त ऐश्वर्य छँदै छैन एकदम सानो उसमा कुनै शक्ति छैन भनेको एउटा सानो बच्चा टोटल्ली आमामा डिपेन्डेन्ट छ भगवान ममा डिपेन्डेन्ट हुनुहुन्छ भने जस्तो वात्सल्य भाव त्यसपछि गएर जुन मधुर भाव हुन्छ त्यसमा चाहिँ इक्वालिटी होइन एकात्मता बोध मनै कृष्ण हो राधाले बुझ्नुहुन्थ्यो मनै कृष्ण हो भनेको त्यहाँ कुनै डिस्टेन्स रहेन एकात्म बोध म कृष्णभन्दा अलग हुँदै होइन त्यो भाव चाहिँ मधुर भावको पराकाष्ठा त्यही हो त्यसमा किनभने मधुर भावको जुन भाव हुन्छ त्यो लीलामा त अलिकति पनि जुन विच्छेद हुन्छ त्यो सहन हुँदैन त्यसकारणले त्यसको चरम भनेको के हो भने पराकाष्ठा भनेको एकात्म भन्दा उसले अर्को सोच्नै सक्दैन कृष्ण भन्दा म अलग हुन सक्दिनँ त्यो वेदना बिछोडको त्यो हुन्छ त्यसकारणले विरहको भाव विरह अनि त्यो विरहको भाव भनेको त्यसमा विरह हुन्छ साथी मात्रै हो भने विरह हुँदैन हैन साथीसम्म त हुँदैन छोरासँग अलिअलि विरह हुन सक्छ तर छोरा धेरै दिन बाहिर भयो भने तर एकदमै उसलाई यताउता पठाउनै नसक्ने भन्ने त हुन्न नि त स्कुल पढ्न आएको छ दिनभरि घुमेको छ आफ्नो खेलेको छ हामीलाई त्यति हुँदैन दिनमा खालि खाने बेलामा उसलाई राम्ररी त खुवाउन र सुताउन पाए भयो अरू बेला के गर्छ होइन वात्सल्य भावमा पनि त्यो सेपरेसन अलिअलि हुन सक्छ मधुर भावमा सेपरेसन हुनै सक्दैन त्यो एकदम असह्य हुन्छ त्यो असह्य हुनुको मतलब मधुर भावको चरम अवस्था भनेको चाहिँ एकात्म बोध म नै त्यो नभएसम्म उसले प्राप्त गरेको भन्न सकिँदैन त्यो मधुर भावले भक्तिद्वारा पनि अद्वैतमा पुर्याइदिन्छ एकात्म एक तत्त्वसँग लीन गराइदिन्छ त्यो मधुर भाव तर एकात्म बोध हुँदाहुँदै पनि प्रेमको आस्वादन त्यो आस्वादन हो अद्वैत वेदान्तको एकात्म भनेको त त्यसमा स्वरूपमा लीन हुने हो अद्वैत वेदान्तमा यसमा एकान्त भनेको आफूलाई सम्पूर्ण बिर्सिनु केवल ईश्वरकै चिन्तन हुनु केवल त्यो भगवानकै चिन्तन हुनु मनमा के को सोचाइ छ भन्दाखेरि म भन्ने कुरा उसले बिर्सिन्छ सम्पूर्ण रूपमा केवल ईश्वर चिन्ता गर्छ तर त्यो चिन्ता गर्ने चाहिँ छ के कसले चिन्ता गर्छ भन्दा त्यो भक्त तर भक्त पुरै ईश्वरमय हुन्छ तर पनि कतै न कतै त्यो सेन्स अफ इन्डिभिजुअलिटी पनि छ तर त्यो एकदमै सम्पूर्ण एकात्म बोध पनि छ जुन एकात्म बोध र अलिकति सेपरेसन र एकात्म बोधको जसले गर्दा आस्वादन सम्भव छ नत्र त आस्वादन चिनी चाख्ने भन्ने कुरा त्यहाँ आउँदैन नि त चिनी चाख्नको लागि अब जस्तो आफैले आँखाले त आफैलाई देख्न त सक्दैन नि त त्यसको लागि त अलिकति भए पनि यो चाहिँ एकदम तर त्यो सेपरेसन फेरि धेरै बेर रहन सक्दैन किनभने यति त्यो विरहको भाव हुन्छ कि फेरि त्यो एकात्ममा गएर लीन हुन्छ भनेको उसलाई आफ्नो कुनै चिन्ता हुँदैन उसले आफूलाई पनि सम्झेको हुँदैन त्यो प्रेमीले जसले त्यो आस्वादन गर्ने हो जुन कुरालाई जुन उसको आराध्य जुन ईश्वरको जुन चिन्तन गर्ने हो त्यो ईश्वर बाहेक उसलाई अरू कुनै पनि चिन्तन हुँदैन मनमा कुनै पनि ख्याल हुँदैन भनेको के को ख्याल हुन्छ भन्दाखेरि
त्यो ख्याल कसलाई हुन्छ उसलाई हुन्छ, तर के को ख्याल हुन्छ भन्दाखेरि केवल भगवानको मात्रै चिन्तन हुन्छ, भगवानको नै ख्याल हुन्छ उसलाई, भगवानको चिन्ताभन्दा बाहिर केही पनि हुँदैन। तर त्यो अवस्थामा फेरि कुनै पनि एउटाबाट त्यहाँ पुग्न सकिन्छ भन्ने हो नि त। जस्तो हनुमानजी पनि त दास्य भावबाट पनि त्यो अवस्थामा त पुग्नुहुन्थ्यो नि त। किन भन्दाखेरि हनुमानजीलाई आज के तिथि हो, के नक्षत्र हो, के बार हो भन्दाखेरि हनुमानजीले के भन्नुभयो, खै मलाई त केही पनि थाहा छैन, कुन तिथि हो, कुन नक्षत्र, कुन बार हो मलाई थाहा छैन, म त केवल एक राम चिन्ता गर्छु भनेको। रामसँग एकात्म बोध त छ नि त, त्यो हुन्छ नि, हुन सक्छ नि त। ठाकुरलाई दिउँसो हो कि बिहान हो कि अँध्यारो भयो कि उज्यालो भयो थाहै हुन्थेन। त्यही भएर त्यो भक्तिबाट पाउने जुन एकात्म बोध हो, ईश्वरसँगको भगवानसँगको जुन एकात्मता बोध हो, त्यसलाई चाहिँ आजकल के भयो भने यति धेरै त्यो अद्वैतको फ्यासन भइदियो, अरू सबै कुरालाई चाहिँ अलिकति यो त केही होइन भन्ने प्रकारले। तर त्यो त्यही प्राप्त गर्नलाई हामीलाई करोडौँ जन्म लाग्छ। त्यही भक्तिको बरु मुक्ति दिन यो ठाकुरले भजन गाउनुहुन्छ, म मुक्ति दिनको लागि कातर हुँदिन, तर भक्ति दिन म भनेको म मुक्ति दिन सक्छु, भगवानले भन्नुहुन्छ। कसैलाई मुक्ति चाहिन्छ भने म सजिलै दिन सक्छु, तर भक्ति दिन सजिलैसित सक्दैन। भनेको भक्ति अझै दुर्लभ वस्तु हो। स्वरूपमा लीन हुन भन्दा पनि अझै भक्ति। अनि भक्तले मुक्ति चाहँदैन, भक्तले मुक्ति चाहँदैन। त्यही भएर ठाकुरले जब त्यो एक्जाम्पल दिनुभयो गस्पेल अफ श्रीरामकृष्णमा, कि महिमा चरणले सोद्धाखेरि भक्तहरूले, ठाकुरले भन्नुभयो निराकार र साकार भनेको त समुद्रलाई हामीले महासागर चाहिँ सच्चिदानन्द सागर रूपी सागरमा जल रूपी निराकार, त्यो त जल हो निराकार, सागर भनेको त जलै हो, त्यो त निराकार, चारैतिर जलै जल, पानी नै पानी छ, जल त्यो निराकार हो। तर त्यही जलमा कहिलेकाहीँ भक्ति हिमको कारणले बीचबीचमा बरफ बन्छ, अनि त्यो बरफ चाहिँ भक्ति हिमको कारणले बन्छ, भक्तिको शीतलताले भगवानले रूप धारण गर्नुहुन्छ भनेर ठाकुरले भन्नुभयो। अनि फेरि जब ज्ञान सूर्यको उदय हुन्छ, फेरि बरफ गलेर फेरि त्यही स्वरूपमा लीन हुन्छ, त्यही जल बन्छ। अनि त्यो भन्दाखेरि अब कसैले सोच्लान् होइन, त्यस पनि अल्टिमेटली त ज्ञान भएपछि त फेरि त्यो रूप रहँदैन नि त भन्ने धारणा आउन सक्छ नि त। फेरि ठाकुर त्यस पनि कुनै न कुनै समयमा भक्तलाई पनि त त्यो ज्ञानको आवश्यकता पर्छ भनेर भन्दाखेरि ठाकुरले भन्नुहुन्छ होइन। समुद्रमा कुनै कुनै यस्तो पनि ठाउँ छ महासागरमा जुन ठाउँमा बरफ कहिले पनि गल्दैन, स्फटिकको रूप धारण गर्छ, कहिले पनि बरफ नगल्ने त्यस्तो ठाउँ पनि छ। भनेको नित्य साकार, नित्य साकार भनेको भगवानको निर्गुण निराकार हुन सक्छ, तर साकार त ज्ञान सूर्यको उदय भएपछि निराकारमा लीन भयो, त्यसमा त अल्टिमेटली निराकारै हो भन्न मिल्यो नि त। अब त्यहाँसम्म गएर रुक्यो भने त त्यस्तै लाग्छ, त्यति पढेर हामीले त्यसमा त अद्वैत जहाँ निर्गुण निराकार नै सबै रहेछ भन्ने एउटा धारणा आउन सक्छ। तर ठाकुरले भन्नुहुन्छ नित्य साकार, भक्तले मुक्ति चाहँदैन, भक्त चिनी बन्न चाहँदैन, भक्त चिनीको स्वाद लिन चाहन्छ भनेपछि अलिकति भए पनि त्यो रहन्छ, किनभने चिनी बनेपछि चिनीको स्वाद हुँदैन। त्यही भएर त्यो निराकारमा नै अल्टिमेटली त्यो लीन भएर जान्छ। भगवानको साकार रूप त केही त्यो नित्य होइन, अनित्य हो भनेर हामीले भनौँला नि त, त्यो धारणा आउन सक्छ। तर श्रीरामकृष्णले भन्नुहुन्छ नित्य साकार, त्यो साकार रूप पनि नित्य हो। त्यो यस्तो होइन कि कुनै दिन गएर त्यो त्यसको कुनै उनै नरहने भन्ने त्यो होइन।
साकार रूप पनि नित्य हो र भक्तको लागि भगवान नित्य साकार रूपमा रहनुहुन्छ। त्यो गस्पेल अफ श्रीरामकृष्णमा त्यो भेटिन्छ। त्यही भएर भक्तिबाट पनि अद्वैतको अनुभूति हुन सक्छ, तर त्यो अनुभूतिमा एउटा आस्वादन चिनी बन्नी भन्ने हुँदैन, चिनी चाख्ने भन्ने। तर फेरि भक्तले भन्यो यदि म निराकार रूपको दर्शन गर्छु भन्यो भने चाहिँ त्यो भक्तलाई सहजै निराकारको रूपको दर्शन हुन सक्छ, निराकारको दर्शन पनि हुन सक्छ। भनेको निराकारमा लीन भएर पनि बस्न सक्छ, तर निराकारमा लीन भएपछि उसले फेरि चिनी चाख्न सक्दैन। त्यही भएर भक्तले निराकारमा लीन नभएर नित्य साकार ईश्वरको आस्वादन गर्न चाहन्छ। भक्त चिनी बन्न चाहदैन, चिनी खान चाहन्छ। त्यो ठाकुरले भन्नु त्यो हो। किंतु उनमें से प्रत्येक भाव ही साधकों को ईश्वर साक्षात्कार कराने में समर्थ है। इस बात को सभी आचार्यों ने मुक्त कंठ से स्वीकारा है। भनेको मतलब कुनै पनि भाव शान्त, दास्य, सख्य, वात्सल्य, मधुर कुनै पनि भावबाट ईश्वरको अनुभूति गर्न सकिन्छ। साकारको पनि अनुभूति गर्न सकिन्छ, निराकारको पनि अनुभूति गर्न सकिन्छ। कुनै पनि भावलाई त्यो भावमा ऐश्वर्यको घटी बढीको भावको कसरी, त्यो भनेको एउटा चाहिँ भावको ईश्वरसँग सम्बन्ध राखेर त्यो आनन्दको अनुभूति गर्नु, चिनी बनेर होइन, चिनी चाखेर हो। त्यो हिसाबले त्यो गर्न सकिन्छ अनि निराकारमा पनि जान सकिन्छ। तर भक्तिमा चाहिँ साकार ईश्वरको उपासना, यसलाई सानो त्यो अद्वैत ठुलो यो सानो भनेर त्यो दृष्टिले हेर्न हुँदैन। किनभने साकार रूपको पनि ठिक ठिक दर्शन, किनभने मन शुद्ध पवित्र नभएसम्म साकार ईश्वरको पनि दर्शन हुँदैन। तर एकचोटि मन शुद्ध पवित्र भयो भने त्यसपछि साकार ईश्वरको जब दर्शन हुन्छ त्यो मान्छे मुक्त हुन्छ। उसलाई जन्म मृत्यु चक्रमा त फेरि दुःख, उसको दुःखबाट मुक्त हुन्छ। यदि जन्म लियो भने पनि भगवानसँग लीलाको लागि नै लीला सहचर बनेर जन्म लिन्छ, उसले भगवानको लीला सहचर बनेर। त्यो हो। त्यही भएर यसमा चाहिँ ठाकुरले भने जस्तो ईश्वर साकार पनि हुनुहुन्छ, निराकार पनि हुनुहुन्छ र साकार निराकार भन्दा पर पनि हुनुहुन्छ। ईश्वरको इति गर्न सकिँदैन, अर्थात् भगवान यही नै हो, यति नै हो भनेर भन्न सकिँदैन ईश्वरको विषयमा। त्यो हो। ओम निरञ्जनम नित्यम अनंत रूपम भक्तानुकंपावृत विग्रहं वै ईशावतारं परमेशमिड्यं तं रामकृष्णं शिरसा नमामि।